رقصة بياض جيب لي واحد كرك يلا بياض طق سيارة بوليس يلا يلا سوي لي رقصة ثانية رقصة البطريق ولا سبت في مان يا اخي دوس عندي خوش فصلة يا اخي تفوز والله خوش رقصة يا اخي دوس عندي خوش فصلة يا اخي تفوز والله خوش رقصة حلو زين مكانه حلو ديكوريشن ماله حلو سوي رقصة المارشميلو ربعناها فوق كله كامل कस्तो छ त धुरन्धरको स्वाग ठिक छ हुन त अझै कमेन्ट गर्नै बाँकी छ है कमेन्ट भएको छ यसो डान्स गर्नै बाँकी छ है वेल मैले अब यो भिडियोमा के जानकारी दिनु खोजेँ भन्दाखेरि यदि तपाईलाई चाहिँ ड्राइभिङ गर्ने तपाईको सोख छ भने अब त्यो सोखलाई सोखमा मात्र सीमित नगरेर पैसा कमाउने हैन आफ्नो प्रोफेसन या निकै काममा पनि त्यसलाई चाहिँ युज गर्ने चाहिँ सक्ने भएको छ है भन्नुको अर्थ के हो भन्दाखेरि चाहिँ जापानमा अहिले विभिन्न सेक्टरहरुमा चाहिँ ड्राइभरको कमी भएको भएर जापान सरकारले एसएसडब्ल्यू अन्तर्गतको ड्राइभिङ क्याटेगोरी पनि थप गरेको छ हुन यो थपेको पनि 1.5 वर्ष त भइसकेको छ है र विभिन्न देशहरुबाट पनि मान्छेहरु चाहिँ आउन सुरु गरिसकेको छ नेपालबाट पनि केही व्यक्तिहरु आएर काम गर्न सुरु गरिसकेको छ तर विशेष गरी यहाँनिर चाहिँ तपाईको चाहिँ बस ड्राइभर ट्रक ड्राइभर ट्याक्सी ड्राइभर चाहिँ एकदमै कमै भएको भएर त्यो कमीलाई फुलफिल गर्नलाई चाहिँ एसएसडब्ल्यू अन्तर्गतको चाहिँ ड्राइभर है एउटा क्याटेगोरी चाहिँ थप गरिएको छ र चाहिँ अहिले धेरै व्यक्तिहरु त्यसमा चाहिँ पढ्दै पनि हुनुहुन्छ अब यदि तपाई अब जापानमा हुनुहुन्छ भने अब जापानको चाहिँ अब लाइसेन्सहरु लिनु पर्यो है ड्राइभिङ लाइसेन्सहरु लिनु पर्यो अब ट्रकहरु लिनु पर्यो अब कुन सेक्टरमा जाने बस लिनु पर्यो गाडी चलाउँदै हैन आफ्नो सोख पूरा गर्दै पैसा कमाउने भिसा पनि सेक्युर गर्ने बेला आएको छ है अब यो भनेर चाहिँ त्यति सहज चाहिँ छैन है यो भनेबित्तिकै धेरै मान्छेले अब चाहिँ म गर्न चाहन्छु भन्नुहुन्छ त्यति सहज छैन समय पनि खर्च हुन्छ पैसा पनि खर्च हुन्छ किनभने जापानमा लाइसेन्स लिन त्यति सजिलो छैन हैन र चाहिँ खर्चालो पनि त्यस्तै खर्चालो छ तर पनि आफ्नो फ्युचरको लागि है जापानमा एउटा चाहिँ किनभने यो ड्राइभिङ सेक्टरमा फेरि कमाइ पनि अरु सेक्टरमा अलि राम्रो छ भन्ने सुनिएको छ त्यसले गर्दाखेरि डिमान्ड पनि त्यतिकै छ हैन रिसेन्टली अहिले मलाई पनि ट्रक ड्राइभर बस ड्राइभर कोही छ भने भनौँ भने इन्ट्रोड्युस गरिदिनु भनेर धेरै मलाई चाहिँ कम्पनीहरुबाट चाहिँ इन्फर्मेसनहरु आएको छ डिमान्डहरु आएको छ त्यसले गर्दाखेरि अब यो तुरुन्तै हुने कुरा होइन हैन त्यसको लागि तयारी गर्नुपर्छ सुरुमा चाहिँ अब लाइसेन्स लिनु पर्यो त्यसपछि जुन ड्राइभरको चाहिँ स्किल टेस्टको लागि चाहिँ पढ्नु पर्यो है त्यसले गर्दाखेरि त्यो विषयहरुमा चाहिँ तपाईहरुले चाहिँ अब भनौँ न सोच बनाउनु भएको छ भने अलिकति अब चाँड चाहिँ त्यसमा चाहिँ आफू अगाडि बढ्नु पर्यो है अब ड्राइभिङको स्किल अब लाइसेन्सको लागि तपाईहरु आफै ड्राइभिङ स्कुलमा गएर पढ्नु पर्यो त्यहाँ लाइसेन्स निकाल्नु पर्यो तर ड्राइभरको स्किल टेस्टको लागि भनेपछि चाहिँ मलाई सम्पर्क गर्नु होला हैन त्यो खालको चाहिँ क्लासेसहरु पनि सुरु गर्दै छौं है त्यसले गर्दाखेरि आफ्नो भनौँ न जापानमा भोलि आएर चाहिँ एउटा राम्रो काम गरेर राम्रो इन्कम गर्ने सेक्टर भनेको यो ड्राइभिङ सेक्टर पनि हो धेरै कम्पनीहरुमा लागिरहेको छ हैन तपाईहरुले पनि आफूलाई चाहिँ जापानमा एउटा सेटल गर्ने हिसाबले हैन फ्युचरसम्म लामो समयसम्म सेटल गर्ने हिसाबले गर्ने हो भने ड्राइभर एसएसडब्ल्यू को ड्राइभर सेक्टर पनि एकदम राम्रो छ यस विषयमा केही जानकारीहरु चाहिएमा चाहिँ मलाई इनबक्स गर्नु होला मैले जानेको बुझेको चाहिँ तपाईहरुलाई चाहिँ इन्फर्मेसन दिनेछु थ्यांक यू